के तपाईले कहिले कोइरालको अचार खानुभएको छ? नमस्कार, म दिनेश केसी। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 12 र 14 को सिमानामा पर्ने यो जंगली क्षेत्र अहिले कोइरालको फूलका लागि निकै उपयुक्त सिजनमा छ। जंगलभरि कोइरालका फूलहरू फुलेका छन्, जसका कारण धेरै मानिसहरू अहिले जंगलतिर आउने गरेका छन्। कोइरालको फूलबाट बनाइने स्वादिष्ट अचार निकै मिठो हुने भएकोले मानिसहरू कोइरालको फूल टिप्न जंगलतिर जान्छन्। आयुर्वेदिक रूपमा पनि यो फूल छाला सम्बन्धी समस्या सुधार्न सहयोग हुने विश्वास गरिन्छ। यसैगरी तुलसीपुर वडा नम्बर 14 को सिमानामा पर्ने यो जंगलमा सिजन अनुसार खजुरी, च्याउ र विभिन्न किसिमका सागसब्जीहरू पनि प्रशस्त पाइन्छ, जसले स्थानीय बासिन्दालाई घाँस दाउरा सँगै खाद्य सुरक्षामा ठूलो योगदान पुर्याएको छ। यस डाँडाबाट तुलसीपुरका दुई उपत्यका, विशेष गरी तुई उपत्यका र दाङ उपत्यकाको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। यहाँबाट बबई नदीको नागबेली झैं बग्ने बाग देख्न सकिन्छ, जसले दाङ र तुई उपत्यकाको भ्यूलाई अझै आकर्षक बनाउँछ। यो जंगलको भ्यू प्राकृतिक स्रोतले यहाँको जीवनशैलीमा गहिरो प्रभाव पारेको छ।